दोस्तों नेपाल प्रिमियर लिग तो सिद्धिसक्यो तर यसको चर्चा अहिलेसम्म भइरहेको छ। यहाँ दोस्तों एनपीएल फाइनलको लाइभ वाचिङ र स्टेडियममा फ्यान्सहरूलाई देखेर पुरै विश्व हैरान भयो। नेपाल प्रिमियर लिगमा नेपाली खेलाडी तर्फलम पनि लायन्सका कप्तान रोहित कमल पौडेल उत्कृष्ट प्रदर्शन गर्दै उनलाई 100 लाखको उपहार प्रदान गरिएको छ। रोहितले प्रतियोगिता अवधिभर 276 रन बनाउनुका साथै 10 विकेट लिएका थिए। रोहितले कर्णाली ओक्स विरुद्ध सर्वाधिक 49 रन पनि बनाएका थिए अनि प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भए। उनले एक थान मोटरसाइकल पनि पराद गरेका छन्। यसैगरी एनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम बङ्गालका अविनाश बोहरा घोषित भए। उनले एनपीएलको दोस्रो संस्करणमा 17 विकेट लिएका थिए। उनले विराटनगरका सन्दीप लामिछाने र लुम्बिनीका शेर मल्लसँगै सर्वाधिक विकेट लिनेमा संयुक्त रूपमा शिरस्थान हासिल गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट बोलर विराटनगरका सन्दीप लामिछाने घोषित भए भने उनलाई पनि एक थान मोटरसाइकल प्रदान गरिएको छ। एनपीएलको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका रुबेन ट्राम्पलान घोषित भए। नेमिबियाका पेस बोलर ट्राम्पलानले 5 लाख रुपैयाँको पुरस्कार पनि प्राप्त गरे। उनले प्रतियोगिता अवधिभर 15 विकेट लिएका थिए। उनले 65 रन पनि बनाएका थिए। उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ललाई घोषित गरे। मल्लले पनि मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। लुम्बिनीलाई 1 करोड 10 लाख बराबर पुरस्कार दोस्रो संस्करणको एनपीएलको उपाधि विजेता लुम्बिनी लायन्सले 1 करोड 10 लाख रुपैयाँ बराबरको पुरस्कार पाएको छ। लगातार दोस्रो पटक उप विजेतामा सीमित भएको सुदूरपश्चिम रोयल्सले भने 51 लाख 51 लाख रुपैयाँ चित्ता बुझाउनु पर्यो। तेस्रो भएको विराटनगरले भने 25 लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खालीले 15 लाख रुपैयाँ बनाउने पुरस्कार पाएको छ। प्रतियोगितामा 8 टोली सहभागिता थिए। हजुरले अरू भिडियोका लागि जानकारी पाएमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो राम्रो लाग्यो भने लाइक पनि गरिदिनु होला। जसले यति नै जय नेपाल।